यो यो चाहिँ हाम्रो देशको लागि सबैले ध्यान दिएर सुन्नु होला हैन, परदेशीहरूको लागि खासमा है। ध्यान दिएर फेरि एक एक शब्दहरू। विडम्बना मन जिन्दगी यो जिउनलाई चाहिन्छ सबलाई धन बिना पीडामा जिन्दगी जिउने कति छन्। तनकै लागि परदेशीमा गाह्रो भयो जिउनलाई परदेशी जीवन दुखिरहेछ मन। बिर्छ यता हजारौँको पीडा बुझ्ने कोही नै छैन किन दैवपन। त्यसैले नि होला सायद सोच मेरो मन जिउनु भन्दा जीवन यस्तो शेष भए बेस भाग्य मान्ने ठेस यादमा मेरो देशमा हजार भन्दा धेरै आउँछन् बलात्कार केस। आधा जनता खाडी विदेश आधा जनता देश गर्नेले त गरेकै हुन् दुःख पीडा बनाउनलाई देश तर देशको हजारवटा भेष सतीले सरापेको देश। नमस्कार म नेपाल देशको नागरिक के छ मेरो देशको समाचार। आधा रीतिरिवाज परम्परा भए पार 2015मा चाहिँ भूकम्पको वार। कति महिला विधवा भए कति पुरुष यार राजा ढाल्ने रणनीति 17,000 जनता माथि वार। नमस्कार म नेपाल देशको नागरिक के छ मेरो देशको समाचार। काम गरेर दिन कच्छ यादमा कच्छ रात छोरोले दुःखको दिनहरू बदल्छ कि भन्ने ठुलो मात्र एउटा बाउआमाको आश। खेर गयो जिन्दगी हो होला बाबा लाज नदुखाउनु मलाई आमा सङ्घर्ष नै जिन्दगी हो सङ्घर्ष म छाड्ने छैन जबसम्म चल्छ मेरो सास। नेपालीको लागि यहाँ दुःख पीडा होइन कुनै नयाँ नौलो खास भएर हो दुःख पीडा विडम्बना जिन्दगी विडम्बना देश भयो बेस।